हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज पनि तपाईँलाई मेरो नदर ब्लगमा स्वागत छ। आज पनि तपाईँलाई म सधैँ जस्तै मेरो रुमदेखि लिएर मेरो रेस्टुरेन्टसम्म बाटोमा जे जस्तो देखिन्छ त्यस्तै देखाउने प्रयास गर्नेछु। गाइस, तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। आज पनि फेरि बाटोमा आधी बाटो पुगिसकेका छु। गाइस, तपाईँ देख्न सक्नुहुन्छ एकदमै मौसम पनि एकदमै रमाइलो भइरहेको छ। मैले सधैँ जस्तो भन्दैछु गाइस, तपाईँहरू एकदमै रोड क्रस गर्दाखेरिमा चाहिँ एकदमै ध्यान दिएर क्रस गर्नु होला भन्छु। त्यही भएर चाहिँ आज चाहिँ म चाहिँ अलि दोस्रो बाटो आएको छु गाइस। यहाँले मेरो काम थियो बैङ्कमा, त्यही भएर चाहिँ म यो बाटो आएको तपाईँ देख्न सक्नुहुन्छ। एकदमै यो भिड हुन्छ। यो चाहिँ बिओबी कलेजको फर्स्ट अपग्रेड भइहाल्यो अनि यहाँ चाहिँ मेन हाइवे भइहाल्यो। अनि यहाँ अटकेपछि चाहिँ हाम्रो अलि अगाडि चाहिँ हाम्रो रेस्टुरेन्ट चाहिँ आइहाल्छ। अनि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो रेस्टुरेन्टको बाहिरपट्टिको भाग भइहाल्यो। अनि चाहिँ म रेस्टुरेन्टमा पुगेँ। बिहानपट्टि चाहिँ एकदमै साफसफाइ बाँकी नै थियो। अनि चाहिँ मैले मन्दिरमा पूजा नि भइसकेको रहेछ। मैले पनि मन्दिरमा गएर अलि ढोगेँ। अनि चाहिँ म पनि फेरि डेली जस्तै आफ्नो कामतिर लाग्नुपर्छ गाइस। अनि के गर्ने, यस्तै हो जिन्दगी परदेशीको। तपाईँ यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने गाइस, तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। दिउँसो अलिअलि टेबल लागेको थियो गाइस। अनि फेरि ब्रेक भइसकेपछि म चाहिँ रुमको लागि हिँडेँ। अनि म चाहिँ जो बाटो आएको त्यहाँ चाहिँ त्यही बाटो गएँ, किनभने चाहिँ अहिले बिहानपट्टि त्यो दोकान खुला थिएन। अहिले हुन्छ कि भनेर गएको, तर अहिले पनि खुला रहेन रहेछ। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। एकदमै म चाहिँ अब यतापट्टि चाहिँ अलिकति ट्राफिक थोडा ज्यादा हुन्छ गाइज। अब ब्रेक भइसकेपछि साँझ पखको फेरिको लागि ड्युटीको लागि हिँड्यो गाइज। अँध्यारो भइसकेको थियो। अलिकति मौसम पनि त्यस्तै थियो गाइज। आज फेरि साँझ भिडियो बनाउन पाइन्छ कि पाइँदैन थाहा छैन गाइज। एकदमै रमाइलो छ। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न र सब्सक्राइब गर्न नबिर्सिनु होला गाइज। फेरि पनि साँझ पखको चाहिँ एकदमै साँझ पुगेको अँध्यारो हुँदै फेरि रेस्टुरेन्टमा पुग्यो गाइज। आज चाहिँ खासै टेबल थिएन गाइज।